सो वेलकम ब्याक टु माई न्यू ब्लग। स्वागत छ सबैलाई आजको न्यू ब्लगमा। आज चाहिँ हामीहरू वायरिङ गर्न थालेको 2 दिन भयो। यो रुममा चाहिँ 4वटा लाइटहरू छन्। यो रुममा 2वटा, यो रुममा 2वटा भयो। अनि त्यो वासरुमको लागि हो त्यो रुममा। नर्मल्ली त्यही होल्डरवाला सानोवाला लाइट छ। यसमा 9वटा लाइटहरू छन्। अनि यसमा चाहिँ 3वटा स्विच बोर्डहरू अनि 3वटा पावर सकेटहरू छन्। खासमा चाहिँ च्याउ लाग्छ क्या। 1 mm फरक भयो भने निकाल्न पठाइहाल्छ। गाह्रो छ। त्यही पनि गरम न त भनेर गरिरहेछौँ। यो रुममा चाहिँ जम्मा 9वटा लाइटहरू छन्। र अब हामीले गर्ने भनेको चाहिँ टर्बाइन फ्लोरमा 12वटा लाइट अनि इमर्जेन्सी लाइटहरू 10वटा रहेका छन्। अनि चाहिँ त्यसपछि हामीले चाहिँ गर्ने भनेको चाहिँ यो टनेलभित्र चाहिँ 36वटा लाइटहरू छन्। र समथिङ टोटल भन्नुपर्दा 40-45वटा लाइटहरू छन्। त्यहाँदेखि इमर्जेन्सी लाइटहरू छन् धेरै। त्यो टनेलमा चाहिँ बिस्तारै हुँदैछ यहाँ भएर। अनि तल लास्ट फ्लोर टर्बाइन फ्लोरमा गर्नुपर्छ। अब यहाँ काम भइरहेको छ। त्यहाँ मेसिनहरू चेक जाँच गरिरहेको। रोटर हाल्न नै बाँकी नै छ। अब त्यहाँ मसला हालेर सेट भइसक्यो होला। आज हिजो हालेको। अब 2-4 दिन पछि हुन्छ होला रोटर हाल्ने काम चाहिँ। गाह्रो छ नि त भाइ। यस्तो ठाउँ छ यो चाहिँ अन्डरग्राउन्डमा छ है। यो लमजुङको नाइसे गाउँभन्दा अलि माथि चढ्नुपर्छ यहाँ आइपुग्नको लागि। आउनु रमाइलो छ। यदि काम गर्न चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नु होला। मसँग कन्ट्याक्ट गर्नु होला है। काम गर्न चाहनुहुन्छ भने 4जना मान्छे चाहिएको छ। ल ठिक छ। आजको भ्लग यति नै। काम भइरहेको छ। यो इलेक्ट्रिकल लाइफ पनि त्यति सजिलो छैन।